हेलो एभ्रिवान, वन्स अगेन वेलकम ब्याक टु माई युट्युब च्यानल। र म चाहिँ गाउँमा आएको थिएँ र अहिले चाहिँ म गइरहेको छु मेरो भनौँ न अब बोजू भन्छन् नि, मामको घरमा गइरहेको छु। तल अर्को हजुरबा र आमाको घरबाट चाहिँ म माथि गइरहेको छु। अहिले चाहिँ पुरै मकै ढारी बनिरहेको छ यसरी। म चाहिँ एउटा हिँडिरहेको, यो चाहिँ किन लगाएको हुन्छ, यो चाहिँ एकदमै घाम छ त्यसैले लगाइरहेको छु। सल चाहिँ मलाई चाहिँ पुग्नुपर्ने हो माथि त्यो डाँडाको टुप्पोमा पुग्नुपर्ने हो। त्योभन्दा त्यसपछि उता जानुपर्छ। सो अहिले चाहिँ हिँडिरहेको, म भर्खर हिँडिरहेको छु। अलिकति सो आजभोलि चाहिँ गाउँघरमा चाहिँ यसरी मकैको रुखहरू, मकैको बोटहरू यत्रो भएको छ। तपाईँहरू देखि नै सक्यो होला। सो साथीहरू, म चाहिँ एकदमै थाकिसकेँ यहाँसम्म आउँदाखेरि। मेरो सास कस्तो फुलिसक्यो। म चाहिँ भर्खरै अलिकति मात्रै हिँडिरहेको छु तलबाट। सो अझै माथिसम्म पुग्नु आधी बाटो पनि पुगेको छैन। सो अझै छ धेरै नै बाटो। एकदम उकालो हिँड्दाखेरि मेरो सास पनि यहाँ फुलिरहेछ। बिस्तारै गइरहेछ म चाहिँ। सो यस्तै हो गाउँघरतिर, अब रोड राम्रो नभएपछि हिँड्नु नै पर्छ, जति टाढा भए पनि। धेरै टाढा त छैन, यता गाउँघरको मान्छेहरू कति टाढा हिँड्छ, तर म चाहिँ अब बानी नभएर होला नजिकै पनि यसरी सास फुलिरहेछ उकालो हिँड्दाखेरि। अहिले चाहिँ आधी बाटो पनि पुगेको छैन होला म। सो गर्मी पनि एकदमै छ। अलि माथि डाँडामा पुगेपछि म तपाईँहरूलाई तलको भ्यू पनि देखाइदिन्छु। तलको भ्यू देख्न सकिन्छ। यहाँ चाहिँ एकदम भिर पाखा भनौँ न, यस्तो नेपालकै अब पहाडी भन्छ नि, अब पहाडी क्षेत्र हो हाम्रो यो गाउँ चाहिँ पहाडी क्षेत्रमा पर्छ। सो ऊ त्यहाँतिर चाहिँ अलि धेरै नै छ घर बस्तीहरू, त्यहाँ एउटा छ। र ऊ तल पनि हेर्न सक्नुहुन्छ तपाईँहरू। र मेरो हजुरबा हजुरआमाको घर चाहिँ ऊ पर, अब ऊ तर तपाईँहरू देखिरह होला अलिअलि घर बनाउन, अब कसरी बनाउनु हो त्यहीतिरै हो। त्यो रातो देखिरहेको छ त्यसकै छेउमा हो। र यता चाहिँ यो भिर पाखाहरू चाहिँ सबै डडालो भनौँ न, अब भन्नु पनि होइन, डडालो लागेर चाहिँ यहाँ पुरै अब गर्मीको मौसममा आगो लागेपछि चाहिँ यहाँ पुरै भिर पाखा जलेर चाहिँ अहिले सबै रुख बिरुवाहरू सबै यसरी कालो भएको छ जलेर। सो अझै मलाई पुग्नुपर्ने छ ऊ माथि अलिकति। अहिले चाहिँ झन्नै आधी बाटो भयो कि जस्तो लाग्यो मलाई। सो अहिले चाहिँ म यता हावा पनि सिरिरी आइरहेछ। सो अहिले चाहिँ यति भएछ, फेरि घाम आउँछ, गर्मी हुन्छ माथि चढ्दाखेरि चाहिँ पसिनाले। त्यसैले चाहिँ मैले यो सल पनि ओढेको हो। अब चाहिँ म माथि जान्छु। सो साथीहरू, म चाहिँ यहाँ माथि आउँदाखेरि मैले यहाँ बोर्ड देखेँ कि यस्तो चाहिँ हामीले सानोमा धेरै नै खान्थ्यो। खोइ अब यस्तो त के भन्छ थाहा छैन, यस्तो हुन्छ। तपाईँहरूले यहाँ देखाउँछु नि त म। यसरी फल्छ, यो निलो हुन्छ। सानोमा चाहिँ हामीले यस्तो धेरै नै खान्थ्यो। र अहिले आउँदा मलाई बाटोमा देखेँ, मलाई खानु मन लाग्यो। सो म यहाँ टिपेर खाइरहेको छु। कति वर्षपछि खाँदाखेरि एकदम राम्रो। सो अझ अब मलाई धेरै छैन, अलिकति माथि हो, त्यसपछि म उतापट्टि लागिहाल्छु। यसको नाम चाहिँ के भन्नुहुन्छ कमेन्टमा अलि लेखिदिनु पर्यो, मलाई चाहिँ थाहा भएन। सानोमा खान्थ्यो धेरै, तर हाम्रो भाषामा चाहिँ यसलाई कुथुर्के के भन्छ, तपाईँहरूकोमा अब नेपाली भाषामा चाहिँ के भन्छ त्यो भनिदिनु पर्यो। सो यतातिर फुलहरू लागेको छ रुखमा। यता चाहिँ माथि अलि पहाड जस्तै छ। म चाहिँ यता हिँडिरहेको छु सिधा। पहिला चाहिँ यस्तो धेरै नै हुन्थ्यो, आजभोलि चाहिँ अहिले डडालो लागेपछि चाहिँ सबै डढेर चाहिँ अलिक कम भएछ। एउटा दुइटा मात्रै रुख रहेछ। यो पनि कहाँबाट मलाई भेट्यो, त्यही खाएर हिँडिरहेछ। म चाहिँ अहिले
गाउँमा अब देउराली भन्छ, नाम चाहिँ देउराली हो गाउँको। सो देउराली भन्ने गाउँमा चाहिँ म अहिले छिरिसक्यो भनौँ न, अब अलिकति हिँड्नुपर्छ, त्यसपछि म गाउँमा पुगिहाल्छु। सो अहिले चाहिँ म आउँदा आउँदै यहाँको मौसम हेर्दा चाहिँ एकदमै पानी पर्ला जस्तो भइसक्यो। अघि आउँदा चाहिँ घाम थियो, अहिले चाहिँ पानी पर्ला जस्तो भइसक्यो। असार साउनको महिना त भयो, अब असार साउन महिनामा हो पानी पर्ने धेरै। अब त्यस कारणले चाहिँ एकछिन पानी पर्छ, एकछिन घाम लाग्छ, त्यस्तै छ यताको मौसम। गाउँघरको झन् यो अलि पाहाडमा भएपछि चाँडै पानी पर्ने, पानीले भेटिहाल्छ क्या। सो तपाईँहरूले यहाँ मौसम देखाउँछु, यहाँ हेर्नु न पुरै बादल बादल भइरहेछ। म पनि अब यहाँ गाउँ छिरिहालेँ, देउराली भन्छ गाउँको नाम चाहिँ। धेरै ठुलो गाउँ पनि छैन, अलिअलि घर छ। यहाँबाट चाहिँ उता पारिपट्टि पनि यस्तो छ नजर, माथि हेर्नु न त्यस्तो छ कालो बादल भएर गाई भैँसी पनि पालिरहेछ। मेरो माम चाहिँ के गरिरहेको रहेछ हेर्नुपर्छ। को कराइरहेछ माथिबाट, खोइ अब कोही देखिँदो रहेछ छैन, कराइरहेछ। अहिले मकैको अलि यत्रो यत्रो भइसक्यो चाहिँ। हेरौँ न मेरो माम के गरिरहेछ। हेरौँ है हेरौँ, माम छ कि छैन। मामको बाख्रा, मेरो माम घाँस लिएर आइरहेछ। नाखिमुला Adingo male. Salam lava lo muva. Jam tina kami yang tu buat sih burung yang tu itu dah coy mah. खान मुल खाइ छम नाखि। Malah ni tu semua kawan. मामको घरमा आइपुग्दाखेरि मलाई एउटा सरप्राइज दियो। त्यो यो कुकुर कस्तो झुन्डिन आउँदो रहेछ भने मलाई डर लाग्यो। कस्तो झुन्डिन आउँदो रहेछ नि हो। साथीहरू तपाईहरुले थाहा नै छ, म हिजो नै मेरो यहाँ मामको घरमा आइसकेको थियो र आज चाहिँ अहिले चाहिँ मैले यो भिडियो बनाइरहेको राँदाखेरि चाहिँ अहिले चाहिँ कति बज्यो होला भने ट्याक्कै चाहिँ थाहा भएन, जस्तै 11 साढे 11 चाहिँ बज्यो होला। सो अहिले चाहिँ म यहाँ बाख्रा खसीहरूले यहाँ हेरिरहेको छु। यहाँ बसिरहेको छ नि, हेर्नुपर्छ हजुरआमा चाहिँ यिनीहरूको लागि त्यता उतातिर घाँस लिन गएको छ, घाँस काट्न गएको छ। त्यसैले चाहिँ म चाहिँ यहाँ हेरिरहेको छु यो बाख्राहरूले। आजको चाहिँ तपाईहरु मौसम पनि देख्न सक्छ कस्तो छ भन नि, यहाँ पुरै हुस्से लागेको छ, पुरै ढाकिसक्यो। अघि भर्खर चाहिँ एकदम क्लियर थियो मौसम, अहिले भर्खरै पुरै यहाँ तलबाट चाहिँ आएर चाहिँ पुरै ढाकिसक्यो। बिहान चाहिँ पानी पनि परिरहेको थियो, केही पनि देखिरहेको थिएन, उता यता सबै डाँडाहरू केही पनि देखिरहेको थिएन। फेरि एकछिनको लागि चाहिँ क्लियर पनि भएको थियो मौसम, अनि घाम पनि लागिरहेको थियो। अहिले नै मौसम चाहिँ फेरि त्यस्तै भइरहेछ। अब तपाईहरुलाई म पछाडिबाट पनि देखाइदिन्छु सबै यो यता वरिपरिको तपाईहरुले देख्न सक्नुहुन्छ। त्यहाँ पुरै हुस्से लागेको छ, त्यहाँबाट यो घर त तपाईहरुलाई थाहा नै छ मेरो मामको। सो हेर्नु न यहाँ तलबाट पुरै केही देखिरहेको छैन, तलको डाँडाहरू तलको डाँडा तलतिरको घरहरू केही पनि देखिरहेको छैन। उयो त पनि अलिअलि देखिरहेको छ ऊ पर। बिहान पानी पर्दाखेरि चाहिँ केही पनि देखिरहेको थिएन ऊ परको डाँडाहरू यहाँ तलतिरको। तर अहिले चाहिँ भनौँ न अघि भर्खरसम्म सफाइ थियो, अहिले नै यस्तो हुन्छ। अब तपाईहरुलाई थाहा नै छ अहिले असार महिना छ, असार महिनामा चलिरहेछ, बर्खा महिना पनि हो। झन् बर्खा महिनामा चाहिँ अब पानी पनि पर्छ धेरै नै। तपाईहरुकोमा कस्तो हुन्छ मौसम भनिदिनु होला कमेन्ट बक्समा लेखेर। सो म चाहिँ ब्लग यहीँ एन्ड गर्न चाहे। सो तपाईहरु लाइक गर्नु र
सब्सक्राइब गर्न नबिर्सिनुहोला र यसरी नै सधैँभरि माया गर्नुहोला, सपोर्ट गर्नुहोला भन्दै म बिदा लिन चाहन्छु। धन्यवाद। बाई बाई।